आउनुहोस् आज बनाम नेवारी खाजा हो कि खाना खाजा हैन बारा। सो यसलाई चाहिँ बनाउनलाई कालो दाल लिएको छु मैले। एउटा कालो दाल चाहिँ एउटा भाँडामा मैले भिजाउनलाई 2-3 आवर्स भिजाउनलाई छोड्दिएँ। एन्ड देन यो भिजिसकेपछि दुईटा हातले मजाले यसलाई रब गर्नुभयो भने मात्रै पनि कति मजाले बोक्रा निस्किन्छ के यसको। मैले चाहिँ यसको सबै बोक्राहरू निकालेर फालेको छु एन्ड इट इज भेरी इजी प्रोसेस है। सो हेर्नु न यो बेसनमा भएर फालेको चाहिँ सबै यसको दालको बोक्राहरू हो। अनि त्यसपछि यसलाई मिक्सरमा हाल्ने एन्ड यु निड टु ग्राइन्ड इट के भन्ने पिस्ने। अनि त्यसपछि यसमा मरमसला हाल्ने। मैले चाहिँ नुन मसला खुर्सानी धनियाँ र लसुनको पेस्ट हालेको छु। तपाईँहरूले आफ्नो टेस्ट अनुसार जे पनि हाल्न सक्नुहुन्छ। एन्ड देन त्यसपछि त गिलो रोटी पकाए जस्तै पकाउने काम हो। सुरुमा चाहिँ मैले बनाएको छु प्लेन बारा। फर्स्टमा प्यान बसाएर तेल तातिसकेपछि यो ब्याटरलाई मैले हालेँ अनि इभनली स्प्लिट गरेपछि छोपी दुवैतिर पाक्ने गरी पकाएँ। एन्ड देन त्यसपछि मैले चाहिँ अन्डा बारा पनि बनाएको छु अर्को। सो अन्डा बारा बनाउने चाहिँ प्रोसेस त्यही नै हो। सुरुमा इभनली ब्याटरलाई स्प्लिट गरेर रोटी बनाइसकेपछि चाहिँ माथिबाट अन्डा हाल्ने। अन्डालाई पनि मैले स्प्लिट गराएको छु सबैतिर लागोस् भनेर। सो यसरी गरिसकेपछि चाहिँ उल्टाइ पुल्टाइ गरेर पकाउने नै हो। एन्ड देन पाकिसकेपछि मैले चाहिँ यसलाई मसरुम छोइलासँग सर्भ गराएको छु। तपाईँहरूलाई मसरुम छोइलाको रेसिपी चाहिन्छ भने मेरो च्यानलमा हेर्न सक्नुहुन्छ।